सामुदायिक शिक्षामा आफूले गाउँपालिकाले काम गर्दाखेरि मैले तेस्रो वर्षमा हिजो भएको भयो कार्यक्रम ठ्याक्कै हिजो चाहिँ पाक्सा थापेको दिन रहेछ नि त वैशाखको 30 गते हिजो हामी 3 वर्ष ट्याक्कै पुरा भयो मलाई 2 दिन अगाडि एकजना नचिनेको मान्छेले मलाई चिन्नु रहेछ फोन गर्नुभयो बाबु तिम्रो अब 729 दिन बाँकी भयो भनेर फोन गर्नुभयो मलाई नै थाहा थिएन भने एकदम गरेर बस्नु भएको छ हिजो गनेको मैले 730 थियो तिमीलाई मैले हिजै फोन गर्न पाइनँ एक दिन हिजै गयो अब 729 दिन बाँकी छ तिमीले के सोचेका छौ मैले पनि तिमीले यो गर्दै हुन्थ्यो भन्ने सोचेको छु एक दिन तिमीहरू म बसेर गफ गर्न पर्यो भनेर उहाँले मलाई फोन गर्नुभयो भनेको अनि हिजो फेरि धेरै कुराले सम्झायो पुरानो फेसबुकले नै सम्झायो हिजो पाक्सा थापेको दिन हो भनेर यो 3 वर्ष मैले तपाईहरुको अगाडि कठोरभन्दा कठोर शब्द नै प्रयोग गरेर तपाईहरुको हरेक बैठकमा आउँदा कार्यक्रममा आउँदा मैले तपाईलाई गम्भीरतापूर्वक के अनुरोध गरेको छु भने अनि महेश सरले भन्नुभयो स्थानीय तहलाई उच्च शिक्षाको अधिकार दिएको छैन तर राम्रो गर्नलाई अधिकार दिएको कुरा कानुनी कुरा पल्टाउनु पर्दैन नराम्रो नगर्नलाई कानुनले सचेत गराउने हो राम्रो गर्नलाई धेरै धारा खताउनु पर्दैन आफूखैरी गाउँपालिकाको पहिलो दायित्व माध्यमिक तहकै शिक्षा हो तर यो क्याम्पस भनेको उच्च शिक्षाको निम्ति हाम्रो निम्ति एउटै मात्रै आधार हो यसको वृद्धि र विकासमा गाउँपालिकाले के गर्छ सबै कुरा गर्न तयार छु भन्ने हाम्रो प्रतिबद्धता हो मैले दोहोऱ्याउन चाहन्छु त्यो मैले दोहोऱ्याउँछु पनि गरे पनि हामीले गरे जस्तो लाग्छ अलिअलि हामीले भन्यौं पहिला के चलन थियो भने पूर्वाधारमा पैसा दिन मिल्छ क्याम्पसको अपरेसनमा पैसा दिन मिल्दैन अनुदान दिन मिल्दैन भने त मैले मिल्छ भने मैले प्रसङ्ग बिहोर्नु पर्यो बिहोर्नुमा बेरुजु लेखे पनि बिहोर्नुमा अनियमितता नै लेखेर फिर्ता गर्नु पर्यो पनि के गर्नु पर्यो घर मात्र दिने हो भनेर हामीले सुरु गर्यौं अहिले धेरै क्याम्पसहरूले आफूखैरी गाउँपालिकाले कसरी दियो भनेर सोध्छन् गाउँ सभाको पुष्पमा लिएर आए दिएम हामीले त्यसमा केही नयाँ कुरै गर्नु पर्दैन के पहिले पनि जनताहरु मौका आयो भने वडाबाट सिफारिस ल्याउनु पर्छ निवेदन ल्याउनु पर्छ भने म उहाँलाई के जवाफ दिन्छु भने नदिनलाई चाहिँ त्यो गर्नुपर्छ कुनै सम्बोधन नगर्ने भने त्यो कुरा गर्नुपर्छ टोल भेला गर्नुपर्छ वडाको सिफारिस चाहिन्छ गाउँपालिकामा आउनुपर्छ हाकिम साहबले तोक्लाउनु पर्छ धेरै कुरा गर्नुपर्छ नदिनलाई दिनलाई केही गर्न पर्दैन तपाईले आएर मलाई भेट्नु पर्यो तपाईको समस्या ठीक हो भन्ने मेरो दिमागमा घुस्न पर्यो निर्णय गर्नु पर्यो केही चाहिदैन दिन त्यो म यो सबै प्रक्रिया चाहिँ फेरि मैले प्रक्रियालाई पन्छाउनु पर्छ हैन गर्ने हो भने केहीले पनि सिक्दैन अस्ति कियोको एउटा मिटिङमा मैले जोडदार भनेको थिएँ कियोमा हामी जान सक्छ कि सक्दैन अध्ययन गर्ने भने यस्तो नि गर्छन् त्यसको विरोधी हो भाव त छ कियोमा हामी जान सकिन्छ कि सकिँदैन अध्ययन गर्न पर्यो भने गर्नै पर्दैन जसरी जान हुन्छ निवेदन दिनमा पूर्व तयारी भन्ने हुँदैन भन्ने हो कि मेरो कुरा छ केही कुरा त गर्न पनि पर्छ गरौँ न त्यो कुरा अनि आए नि त क्युए भने क्या हो भनेको यार धेरै मान्छेलाई त्यही कुराले रन बनाउने नेपालमा एउटा विश्वविद्यालय अनुदान आयोग भन्ने छ विश्वविद्यालय अनुदान आयोगले 2007 सालबाट चाहिँ एउटा उच्च शिक्षाको क्वालिटी मोनिटरिङ गर्ने एउटा चाहिँ हामीलाई अङ्ग चाहियो त्यसकारण क्युएसी एउटा समिति बनाऊ भने त्यसले समिति बनायो मेरो ख्यालमा 2007 सालमा बनाएको जस्तो लाग्छ आज हामी 25 सालमा छौँ 2025 मा छौँ 18 वर्ष भयो त्यो बनेको हामीले पढाउने उच्च शिक्षा दिने क्याम्पसहरूले पढाइरहेको कुरा क्वालिटी युक्त छ कि छैन भन्ने एउटा ठप्पा लाउने भनेको हो नेपाल सरकारको एउटा अङ्गले त्यो लाएन भने के हुन्छ भन्दा हामी गुणस्तरयुक्त संस्थासँग जोडेर अध्ययन गरिरहेका छैनौँ भन्ने कुरा हुन्छ अझै नेपाल सरकारको नीतिले के भन्यो भने अब धेरै छैन 2000 नेपालको हिसाबले 85 हो अहिले 87 हो अब 5 वर्षभित्रमा कियो मान्यता प्राप्त हुन सकेन भने तिम्रो कलेजलाई कि मर्ज गर्ने हो अर्कोसँग मिसाउने घोषणा गर्ने त्यो एउटा कर्मकाण्डी मात्रै हुन्छ हामीलाई आदि कविसँग वा गोर्खासँग कुनै क्याम्पसमा यो क्याम्पस समायोजन भयो भन्नु भने चाहिँ हाम्रो क्याम्पस सकियो भन्ने घोषणा फर्मलिटी पछि त्यो अनिवार्य शर्त भन्यो जानै पर्यो यो कुरा मैले अहिले भने वंशी सर आज हुनुहुन्न मलाई तपाईले बैठकमा बोलाएदेखि मैले भनेको छु त्यो गर्दा के दायित्व लाग्छ आफूखैरी गाउँपालिका बिहोर्न तयार छु मास्टर डिग्री चलाऊ सुरुमा 10 सालमा चलाएर हामी लाखौं हामीलाई अपरेसन कस्टमा घाटा हुन्छ भने त्यसको जिम्मा गाउँपालिकाले दिन्छ
लिन्छौँ नि त हामी। एउटा विद्यार्थीले यो क्याम्पसबाट स्नातकोत्तर हासिल गर्नलाई गाउँपालिकाले 20 लाख रुपियाँ खर्च गर्नु पर्यो भने गर्छौँ नि त हामीले भने त्यही न हो। तपाईँले किन डराउनुहुन्छ? हामीलाई त्यहाँ डिपोजिट राख्नुपर्छ 2-4 लाख रुपियाँ। मैले किन यसो भने हामी कस्तो जातका मान्छे रहेछौँ भने मैले हेरेँ बिहा तपाईँले अहिले पनि राख्नुहुन्छ। अहिले मका जनता डस्टबिन दिनु पर्यो भन्नुहुन्छ। अनि मैले अघिल्लो 5 वर्षको चाहिँ बजेट किताब पल्टाएको, हरेक वर्ष हरेक वडाले 5 लाख रुपियाँ चाहिँ गाउँमा डस्टबिन बाँड्नलाई पैसा जुटाउँछ। त्यो भनेको के भन्दा 1 वर्षमा 30 लाख रुपियाँ छ वडा। 5 वर्षमा कति भन्दा 1.5 करोड। 1.5 करोड रुपियाँ खर्च गरेर जनताको करलाई घर घरमा जाने चप्पल जस्तो प्लास्टिकको डस्टबिन बाँड्ने हैसियत छ हाम्रो। हामी त्यो स्तरको धनी संस्था हो वा सरकार हो भन्दा होइन। कार्यक्रमको खर्च हामी डस्टबिन बाँड्न 5 लाख रुपियाँ एउटा वडाको खर्च गर्छौँ। त्यो 1 वर्ष डस्टबिन बाँड्ने पैसा मैले यो क्याम्पसलाई छुट्यायो भने त धेरै मान्छे त डिग्री होल्डर हुन्छ त। उसले हामीले हाम्रो खर्च गर्ने विधि खेल्नु पर्यो। या तपाईँहरू बेला बेला मलाई कराउन आउनुहुन्छ नि हाम्रो संस्थाको भवन बनाउनु पर्यो। अनि मैले बेला बेलामा उठे जवाफ दिन्छु कि तपाईँको बच्चाको दूर भविष्य निर्धारण गर्ने स्कुलको भवन वा क्याम्पसको भवन कस्तो छ तपाईँलाई निन्द्रा नलाग्ने, चिन्तै नलाग्ने त्यसको बारेमा। तपाईँको महिनामा एकचोटि बस्ने बैठकको बारेमा यत्रो चिन्ता बनाउने, फेरि आमासँगको भवन नि बनाउने। तर पहिला त हाम्रो बच्चाको भविष्य ग्यारेन्टी हुने कुरापतिर हाम्रो ध्यान जानु पऱ्यो नि त। हामी म कहिले काहीँ के भन्छु भने हामी सबै मिलेर नेतालाई गाली गर्छौँ नि त। मलाई कहिले काहीँ के लाग्छ भने हामी सबै मिलेर नेतालाई बिगार्यो। कहाँ नेता बिग्रियो हाम्रो बिगारेको प्रमुख प्रशासनिक अधिकारी धेरै हुन्छ, उहाँलाई साक्षी राखेर भन्छु हाम्रो क्याम्पसलाई राम्रो बनाउन QA मान्यता प्राप्त बनाउनलाई, यसको तह वृद्धि गर्नलाई आबु खैरनी गाउँपालिकाले 1 करोड छुटाउनु पर्छ नि त।